नमस्ते सबैजनालाई। आज चाहिँ म बनाउन गइरहेको छु चिकन बिरयानी। मासुलाई चाहिँ हल्का मसला राखेर आधी घन्टा अगाडि नै मोलेर छोडिदिएको थिएँ। त्यसपछि मैले कराईमा तेल राखेर तताएँ। तेल तातिसके पछाडि चाहिँ अगाडि मोलेर राखेको मासुलाई चाहिँ थोरै थोरै गर्दै मैले कराईमा राखिदिएँ। अब चाहिँ लगभग मासु तार्ने समय सकियो। अनि अगाडि नै मैले चामल भिजाएर राखिसकेको थिएँ। अब म बनाउन लागिरहेको छु चिकन ग्रेभी। अनि मैले सुरुमा चाहिँ कराई तताएँ, त्यसमा तेल राखिदिएँ। तेल तातिसकेपछि चाहिँ प्याजलाई राखिदिएँ। अब यो प्याजलाई चाहिँ मैले रातो हुने गरी भुट्छु। यत्तिको रातो भइसके पछाडि मैले चाहिँ यसमा मसला राखेर भुट्छु। किनकि मसला पाकेन भने चाहिँ काँचो स्मेल आइरहेको हुन्छ। त्यही भएर मसलालाई चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। अनि मसलामा चाहिँ मैले त्यस्तो केही पनि राखेको छैन। घरमा आफूसँग जे जे छ त्यही मसला मात्रै राखेको छु। अनि जस्तै लसुन, जिरा, धनियाँ, अनि दालचिनी, ल्वाङ, सुक्मेल मात्रै छ। अनि त्यो मसलाहरू पाकिसकेपछि मैले त्यसमा चाहिँ गोलभेडा राखिदिएँ। गोलभेडा हल्का पाकिसकेपछि मैले त्यसमा चाहिँ बेसार र नुन राखिदिएर चलाएर छोडिदिन्छु। मसला चाहिँ हाम्रो लगभग पाकिसकेको छ। अब यसमा चाहिँ ग्रेभीको लागि थोरै पानी राखिदिन्छु म। अनि त्यसलाई चाहिँ मजाले उम्लिन दिन्छु। यत्तिको ग्रेभी भइसकेपछि अब यसमा चाहिँ अगाडि तारेर राखेको मासु चाहिँ मैले यही ग्रेभीमा राखिदिन्छु। मासु चाहिँ हाम्रो रेडी भइसक्यो। अनि अब मैले चाहिँ प्रेसर कुकरमा हल्का घिउ राखिदिएँ। त्यसमा चाहिँ मलाई चाहिँ घिउ राखेको एकदम मनपर्छ, त्यही भएर। अनि मैले त्यसमा घिउ तातिसके पछाडि चाहिँ नरिवल, अनि त्यसपछि बदामहरू, ल्वाङ, सुक्मेल पनि हल्का राखिदिएँ। त्यसलाई चाहिँ रातो हुने गरेर एकैछिन भुट्छु। हल्का रातो भइसके पछाडि अगाडि मैले भिजाएर राखेको चामल चाहिँ म त्यसमा प्रेसर कुकरमा राखिदिन्छु। अनि त्यो चामलमाथि चाहिँ फेरि मैले अगाडि ग्रेभी बनाएर चिकन राखेको थिएँ, त्यो चिकनलाई चाहिँ त्यही चामलमा मिक्स गरिदिन्छु। मासु सबै राखिसकेपछि चाहिँ मैले त्यसमा हल्का पानी राखिदिन्छु। अनि पानी राखेर पछाडि चाहिँ हाम्रो काम सबै सकिन्छ। अनि बिर्को लगाएर सिटी लगाइसके पछाडि चाहिँ बिरयानी रेडी भयो। हाम्रो बिरयानी चाहिँ रेडी भइसक्यो।